चाहिँ यहाँबाट टक्क यसरी छिर्नुपर्ने हुन्छ अनि यो पुल मुनिबाट हुँदै हुँदै त्यहाँबाट चाहिँ मलाई अगाडि जानुपर्ने छ है आजको ब्लग। सो गाइज वेलकम टु माई च्यानल। अनि आज सबैजनालाई मर्निङ भन्न चाहन्छु अनि मेरो च्यानलमा सबैजनालाई स्वागत छ। सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि आजको भिडियोलाई इन्जोय पनि गरिदिनु होला। त्यो छ आजको भ्यू। एकदमै दामी मौसम छ। मर्निङ चाहिँ एकदमै राम्रो गएको छ मर्निङ चाहिँ हाम्रो आजको। सो म एउटा लेनबाट अर्को लेनमा आइसकेको छु। अझै मलाई एउटा यो बाटो चाहिँ क्रस गर्नुपर्ने छ क्या, जुन यो हाइवे छ यसलाई क्रस गरेर म निस्किने भनेको त्यो साइडमा हो अनि त्यो साइडबाट चाहिँ मलाई घुमेर उता जानुपर्छ। त्यही भएर सबैजनालाई के भन्न चाहन्छु भन्दाखेरि यदि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला साथीहरू। हुन्छ त्यस्तो स्पेसल मेरो भिडियोमा स्पेसल चिजहरू त केही छैन, त्यही पनि स्पेसल चिजहरू त केही छैन मेरो भिडियोमा। त्यही पनि हाम्रो कतारको अधिकांश जग्गाहरू यस्तो छ है। अनि हाम्रो कतारको दुःखद खबर भनेको चाहिँ भर्खरै हाम्रो राजाको बुवा खस्नु भएको छ, बित्नु भएको छ। त्यो चाहिँ एकदमै नराम्रो कुरा हो। सो हाम्रोको अन्डरग्राउन्ड राइट सो यस्तो छ हाम्रो। ल बा मेरो मेन कुरा त क्यामेरा राम्रो छैन होइन, फर्स्ट कुरा। सेकेन्ड कुरा भनेको त त्यस्तै हो। अब यहाँदेखि मलाई चाहिँ रक्क राइट छिर्नुपर्छ। अराउन्ड म यहाँबाट अझै 3-4 किलोमिटरभन्दा धेरै चाहिँ 3-4 किलोमिटरभन्दा धेरै चाहिँ मैले साइक्लिङ नै गर्नुपर्ने छ। सो आजको मर्निङ चाहिँ एकदमै राम्रो भयो, तर यसको क्यापै झरिजान्छ क्या। पानी पिउनुको लागि मलाई रोक्नै पर्छ। ओके सो म रोकेर पानी खान्छु अनि मात्रै जान्छु है। ओ माई गड पसिनाको धारा। सरी यसरी क्याप झरिदिन्छ क्या। यो क्याप चाहिँ हरायो भने किद्दी हुन्छ नि त। अनि त्यहीबाट क्याप हरायो भने चाहिँ गिद्दी हुन्छ। सो म यहाँ आइसकेको थिएँ अघि, मैले परबाट तपाईँहरूलाई भनेको थिएँ म त्यहाँ निस्किनुपर्छ भनेर। म चाहिँ त्यहाँबाट भनेको थिएँ क्या, त्यहाँबाट म चाहिँ यहाँ आइसकेँ अहिले। सो मेरो भिडियो एकदमै लामो भइसक्यो। धेरै लामो बनायो भने पनि मेरो फोनमा ह्याङ हुनु थाल्छ क्या, एकदमै नराम्रो फोन भएपछि त्यस्तै हो गाइस। सो यति भन्दै म भिडियोलाई एन्ड गर्छु। सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। सो थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा, फुल वाचिङ गरिदिनु भएकोमा। सो बाई।